हाम्रो दिदीको फेयरवेल प्रोग्राममा हामी आइपुगेको छौँ र डेकोरेसन कस्तो प्रकारले गरेको छ तपाईँहरू देख्न सक्नुहुन्छ। हाम्रो आजको दृश्य केही भनिदिनु नि आजको केही भनिदिनु नि सर। ठिकै छ फेयरवेल अब हाम्रो फेयरवेल सुरु भइहाल्छ है। अब हामी जस्ट वी आर वेटिङ फर आवर चेयरम्यान साहब एन्ड अल अदर अफिसर्स हेभ अलरेडी अराइभ इन आवर एन्ड दे हेभ अलरेडी ग्यादर्ड नाउ वी विल स्टार्ट आवर प्रोग्राम। आजको हाम्रो फेयरवेल चाहिँ उहाँको हुनुहुन्छ र तपाईँले के भन्नु सक्नुहुन्छ अलिकति तपाईँको आजको फेयरवेलको विषयमा के भन्नु सक्नुहुन्छ? म त अब के भन्छु र यहाँ अब स्टाफहरूले मलाई है माया गरेर सम्झेर गराउनु भयो त्यसको लागि म धेरै धेरै तपाईँहरूलाई म धन्यवाद दिन चाहन्छु। यति नै नमस्कार। ओके थ्याङ्क यू। आजको के भन्नु छ तपाईँहरूलाई? आज हामी दिदीको फेयरवेल पार्टीमा आएको छौँ। हामीले चाहन्छौँ दिदीहरू एकदम राम्रो हुन्छ होइन, त्यही कारण हामी सबैजना आएको छौँ। हेलो, विशेष म कार्यक्रमलाई अघि बढाउनुभन्दा अघि हाम्रो माननीय चेयरम्यान साहब भर्खरै आइपुग्नुभयो, साथै हाम्रो रेस्पेक्टेड प्रिन्सिपल चिफ इन्जिनियर PC1, PC2, all chief engineers, additional chief engineers, SC, all SCs, all D साहब, A साहब, J साहब, अनि हाम्रो यहाँ विभिन्न मेन्टेनेन्सबाट ESB-बाट उपस्थित हाम्रो बाबुनीहरू, म्याडमहरू, तपाईँ सबैलाई यो विदाई समारोहमा म तपाईँलाई स्वागत गर्न चाहन्छु। आई वुड लाइक टु एक्सटेन्ड अफ हार्टेस्ट वेलकम टु वान एन्ड अल। विशेष यो हाम्रो आजको कार्यक्रमको मुख्य उद्देश्य रहेको छ एउटा हाम्रो अति आदरणीय वान अफ द स्टाफ मेम्बर्स अफ द पावर डिपार्टमेन्ट श्रीमती सुजन राई भर्खरै मात्रै यो 31 अक्टोबर 2025 हुनुभयो है। एउटा विदिन सर्ट पिरियड है हाम्रो बाबुनी हाम्रो अङ्गु बाबुनी भयो है, याङ्सन बाबुनी अनि हाम्रो सम्पूर्ण बाबुनीहरूले विदिन सर्ट पिरियडमा यस्तो खालको कार्यक्रम आयोजना गर्यो। आई एम भेरी ग्रेटफुल टु देम अल्सो। नाउ फर्स्ट अफ अल सबैभन्दा प्रथम हामी एउटा केक कटिङ सेरेमनी हाम्रो बाबुनीको नाममा केक कटिङ सेरेमनीलाई हामी सञ्चालन गर्न गइरहेको छौँ। हाम्रो सबै स्टाफबाट प्रतिनिधिहरू हुनुहुन्छ ह्याप्पी रिटायरमेन्ट भनेर है। र अब हाम्रो मेरो सानो ह्याप्पी रिटायरमेन्ट। त्यहाँबाट क्रमशः बिस्तारै सबैले लाउने Wish you all the best. Happy retirement. र म फेरि चेयरम्यान साहबलाई सानो अनुरोध गर्छु, यो हाम्रो पावर डिपार्टमेन्टको तर्फबाट अनि सम्पूर्ण परिवारको तर्फबाट एउटा गिफ्ट छ, तपाईँले उहाँलाई अलिकति प्रदान गरिदिनु हुन।
र त्यसै किसिमले म हाम्रो चिफ इन्जिनियर ट्रान्समिसन नामलाई बुके प्रदान गर्न चाहन्छु र हाम्रो पिसी सरलाई पनि एउटा हाम्रो तोहफा एउटा गिफ्ट प्रदान गर्न चाहन्छु र प्रिन्सिपल इन्जिनियर साहब टु हाम्रो सुनिल साहबलाई पनि सानो एउटा गिफ्ट हाम्रो पावर सर्भिसको तर्फबाट प्रदान गर्न चाहन्छु यो साइटेसन डिसाइड गर्नु गइरहेको छु पावर डिपार्टमेन्ट गभर्नमेन्ट अफ सिक्किम अप्रिसिएसन लेटर टु मिसेस सुजन राई अफिस सुपरिन्टेन्डेन्ट पावर डिपार्टमेन्ट गभर्नमेन्ट अफ सिक्किम On behalf of the Power Department, Government of Sikkim, we take a great pleasure in extending our heartfelt appreciation and warmest felicitations to you on the occasion of your retirement from government service on 31st October 2025. You joined the department on 1st October 1985 as a lower division clerk and through your diligence, sincerity and dedication rose to the position of office superintendent. Over the past 4 decades of distinguished service, you have contributed immensely to the efficiency and integrity of the department's administrative functioning. Your professional commitment, discipline, and cooperative nature have earned you the respect and admiration of your colleagues and superiors alike. The department deeply acknowledges your unwavering dedication and valuable contribution towards the progress of the Power Department and the state. As we step into this new and well-deserved phase of your life, we extend our warm wishes for good health, happiness and a fulfilling retired life. May your years ahead be filled with peace, contentment and joy with your family and loved ones. Once again, the Power Department expresses its sincere gratitude and appreciation for your long, loyal and exemplary service. With warm regards, Secretary, Power Department, Government of Sikkim. हाम्रो क्याप्टेनको त छैन अब क्याप्टेन ढिलो भएछ ल सेकेन्ड क्याप्टेन गयो सरले ए हुन्छ सर बिदाको खबर छँदा है बिस्तारै बिस्तारै जहाँसम्म लगेर सकेको महसुस भइरहेको छ होइन दिदीको तपाईँलाई यो फोन है ल दिदी बस्नु चाहिँ ल ल ल दुईवटा फेर चाहिँ एकछिनै एउटा खिच नि Jorda. Cách. Ê chứ bữa. राम्रो
टु हो कि 93 को कुरा हो 1992 हेलो म गोरुबथानीदेखि ट्रान्सफर भएर लाग्यो कि गोरुबथानीमा थियो अब एक्ज्याक्टली म भुलेँ त्यहाँदेखि मेन्टेनेन्स 3मा कुमार साहबको जग्गामा यही मेन्टेनेन्स 3 भएर पोस्टिङ बनाएको थिएँ र त्यो टाइममा सुजन बाबुले उहाँ मसँग काम गर्नुभएको थियो र उहाँ एकदमै हार्डवर्किङ है हँसिलो एकदम रमाइलो हुनुहुन्छ र एकदम आँखामा जाइलाग्दो खाले पर्सनालिटी हुनुहुन्छ उहाँको र आज उहाँको अचानकमा के अरे हेरो जस्तो छ भन्दाखेरि म अस्ति छक्कै पनि पऱ्यो यहाँ आफ्नो बहिनीहरू आउनु भएको म त उता हैदराबाद एउटा एडिपीको रिभ्यूमा जानेवाला थिएँ अन्त यस्तो प्रोग्राम छ तपाईँ आइदिनुहोस् भनेर भन्नुहुन्थ्यो अन्त कसको भन्दाखेरि सुजन भन्नु सुजन बाबुले त यति छिटो रिटायर हुनुभयो र सर अब यसो प्रोग्राम लागेको हामीले अस्ति मलाई बिना फोन पनि गर्नुभएको थियो अन्त म चाहिँ अघि उहाँसँग त्यसै सिधै थिएँ हो अब त अझै तरुणै देख्नुहुन्छ त रिटायर भएको एनिवे अब मान्छेको लाइफमा है सर्भिस यस्तै हो गभर्मेन्ट सर्भिस भनेको हामी सबै एक दिन रिटायर हुने नै हो र एकपल्ट सर्भिस जोइन गरेपछि रिटायरमेन्ट जरुर आउने नै छ सबैको टाइम आउँछ ढिलो छिटो कुरा मात्रै हो र आज मलाई एक प्रकारले के अरे खुसी पनि लाग्यो किनभने सबैजना भेला गर्दाखेरि रमाइलो एउटा माहौल क्रिएट हुँदछ है र साथसाथै अलिकति दुःखी पनि लाग्यो जुन गाउने जस्तो एउटा राम्रो एकजना अफिस स्टाफ है अब रिटायर भएर जानुहुँदो रहेछ एनिवे उहाँलाई यो उहाँको सेकेन्ड इनिङ हो है लाइफमा र उहाँलाई उहाँको रिटायरमेन्ट एकदमै सुखमय होस् एकदम पिसफुल होस् एकदम शुभकामना राख्न चाहन्छु धन्यवाद आज यहाँ उपस्थित हुनुभएको सरहरू म्याडमहरूलाई सबैजनाको धन्यवाद दिन चाहन्छु किनभने यहाँ सबैजनाले मलाई माया गरेर सम्झेर आज दिनमा मलाई सम्मान गर्नुभयो यसको लागि म सबैलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु हुन त म पढ्नुमा 1985मा डिप्लोमा भएर अहिले 2025 अक्टोबर रिटायर भएँ त्यो बिचमा पनि सबै अफिसरहरू राम्रो हुन्थ्यो र स्टाफहरूसित राम्रै मिलेर मैले कामहरू गरेँ है त्यहाँबाट चाहिँ हामी स्टाफहरूसँग टाइम स्पेन्ड पनि गरेँ यो दिनहरू म सधैँभरि मेमोरिज म मनमा राख्दैछु है अरू त म के भन्नु र अब म रिटायर भएर गएका पनि मलाई नबिर्सिनुहोस् म तपाईँहरूलाई म बिर्सिदिनँ है किनभने कोही बेला सुखको कुरा हुन्छ कोही बेला दुःखको कुरा हुन्छ त्यति बेला मलाई सम्झेर बोलाउनुहोस् है त्यही म अवश्य आउनेछु हो अन्त म के भन्छु भने मेरो साथी रिटायर साथीहरू आउनु भएको छ उहाँहरूलाई पनि फेरि त्यही भएर दिन चाहन्छु र म सबैजनालाई यसरी मलाई सम्मान गरिदिनुमा धेरै धेरै धन्यवाद